म त यस्तो होइन दाई पिरतीले जोगी बनायो भन्ने एउटा गीत छ। यो पहिलातिरको समयमा चाहिँ सम्माननीय सभामुखज्यू अनि माननीय सांसदजीहरू सबैलाई नमस्कार छ र धन्यवाद पनि दिन चाहन्छु। पहिलो कुरा त म चाहिँ मेरो आफ्नो प्रिय एकदम मनपर्ने क्लास चाहिँ बेला बेला छोड्नुपर्ने भएको छ मन्त्री भएपछि, त्यसैले म त्यसमा माफी पनि दिन चाहन्छु। अब यो जुन विनियोजनको कुराहरू छ यसमा सबैलाई थाहा भएकै कुरा हो, यो नयाँ मन्त्रालय गठन भएको छ अनि यसको लागि 1% बजेट भनेको 4 अरब रुपियाँ जति छ, त्यो 1% हो। अरू मन्त्रालयहरूलाई कसैले 10%, कसैले 15%, कसैले 8% यस्तो पाउनु भएको छ र 1% हो। अब यसमा चाहिँ जुन विनियोजनको कुराहरू छ यसमा के छ भने यो 4 अरब जुन छुट्याइएको छ यसमा पनि 3.5 अरब चाहिँ अबन्डामा छ, किनभने यो नयाँ मन्त्रालय भयो, नयाँ कार्यक्रम बनाउनु पर्ने छ। अब नयाँ कार्यक्रम बनेकै छैन र पहिलेदेखि चलिआएको सानोतिनो कुराहरू थिए, त्यो सानोतिनो कुराहरूको लागि 50-60 करोड रुपियाँ जति चाहिँ त्यहाँ छुट्याइएको छ। त्यसैले त्यो विनियोजनको कुराहरू भन्दाखेरि पनि मैले चाहिँ अब के गर्ने भन्ने कुराहरू चाहिँ राख्न चाहन्छु। पहिलो कुरा त यसो सोच्दै जाँदाखेरि एउटा गीतको चाहिँ सम्झना आयो क्या। यो चाहिँ गीत, यो नयाँ युवा साथीहरूलाई चाहिँ यो गीत चाहिँ सुन्नु भएको छैन होला, पुरानो साथीहरूले सुनिन्थ्यो म पनि। एउटा के गीत छ भने म त यस्तो होइन दाई पिरतीले जोगी बनायो भन्ने एउटा गीत छ। यो पहिलातिरको समयमा चाहिँ गाइन्थ्यो यो गीत खुब। अब यहाँ कुरा के छ भन्दाखेरि म पनि यस्तो सांसद हुने मन्त्री हुने मान्छे त होइन, तर पिरतीले चाहिँ मलाई सांसद र मन्त्री बनाएको। एउटा लामो कहानी छ हैन। अब यो कहानी के छ त भन्दाखेरि पिरती मेरो कसरी कोसँग बसेर म जोगी भएँ भन्ने कुरा आयो क्या र मन्त्री भएँ भन्ने कुरा। मेरो पिरती चाहिँ खास गरी देशसँग बसेको हो, तर सुरुमा एकैचोटि देशसँग बसेको होइन, त्यो चाहिँ गाउँसँग बस्यो। म अमेरिकाबाट यसो घुम्न आएको मान्छे 1-2 वर्ष भनेर त्यहाँ चाहिँ गाउँसँग पिरती बस्यो। गाउँसँग पिरती बस्दै जिल्लासँग पिरती बस्यो, जिल्लाबाट अरू जिल्ला हुँदै देशसँग पिरती बस्यो। त्यसैले अब अहिले जोगी भए, पक्का जोगी हो म चाहिँ। त्यो व्यवहारिक रूपमा पनि म जोगी नै हो। र यसमा के छ त भन्दाखेरि यो कहानी लामो छ, तै पनि अब यो यो मन्त्रालयको बारेमा बोल्न चाहन्छु। यो मन्त्रालय सबैलाई, धेरै जसो नेपालीलाई को मनमा के छ भनेदेखि महावीर पुन आएर यो विज्ञान तथा प्रविधि नवप्रवर्तन मन्त्रालय पहिलोचोटि बनायो भन्ने छ। धेरै माननीयज्यूहरूलाई पनि त्यही छ होला, नयाँ माननीयज्यूहरूलाई। पुरानो माननीयज्यूहरूलाई थाहा छ यो पहिलोचोटि होइन यो मन्त्रालय बनेको। 2053 सालमा बनेको हो यो, तर मन्त्रालय चाहिँ बन्यो र अहिलेसम्म यसको चाहिँ अवतार भइरहेको छ, विभिन्न रूपमा अवतार भइरहेको छ। कहिले के मन्त्रालयसँग जोड दिने, कहिले काम मन्त्रालय जोड दिने गरेर 2075 सालतिर यो चाहिँ शिक्षा मन्त्रालयसँग जोडियो। यसरी चाहिँ एक किसिमले बेवारिसी भयो, यो टुरा भयो। यो टुरा मन्त्रालयले अहिले चाहिँ पुनर्जन्म पाएको हो, त्यसैले यो नयाँ मन्त्रालय होइन, यो चाहिँ 7औं पुनर्जन्म हो। यो अहिलेको विज्ञान तथा प्रविधि मन्त्रालयको चाहिँ 7औं पुनर्जन्म हो। अब यसमा चाहिँ के छ त भन्दाखेरि पहिला के भएको थियो भने मन्त्रालय त बनाइयो निकै ठुलै, किन अब कसैले चाहिँ मैले जसरी चाहिँ यसको लागि चाहिँ आवाज उठाएँ, त्यति बेला पनि कसैले आवाज उठाएर मन्त्रालय बनाएको थियो होला। तर यो मन्त्रालय चाहिँ
बनेपछि के भयो भनेदेखि यसको व्यवस्था गरियो। त्यति बेलाको यो 2000 यो जुन 53 सालमा बन्यो, त्यसपछि चाहिँ के हो भन्दाखेरि राजनीतिमा चाहिँ यसमा राजनीतिकरण भयो र राजनीतिमा भाग बन्न गर्दाखेरि यसलाई चाहिँ भाग बन्न लेखाएको हो। भाग बन्न गर्दाखेरि कुनै एउटा सानो दललाई एउटा मन्त्री पद दिएर खुसी पार्नको लागि भनेर भाग बन्नमा चाहिँ कसैलाई सानो दलको कुनै एकजना माननीयलाई चाहिँ मन्त्री बनाउने अनि त्यसलाई चाहिने सचिवहरू कर्मचारीहरू पनि अरू ठाउँमा काम नलाग्ने कर्मचारीहरू अथवा अटेर गर्ने कर्मचारीहरूलाई त्यहाँ लगाएर राखिदिने। त्यसो गरेपछि यो यसले कसरी काम गर्न सक्छ त? त्यसैले यो चाहिँ एकदमै एक किसिमले टुरो हेला गरिएको मन्त्रालय थियो। अब चाहिँ अहिले चाहिँ नयाँ सरकारले यसलाई चाहिँ एउटा नयाँ मन्त्रालयको रूपमा चाहिँ गरेको छ। मलाई मन्त्री बनाइदिनु भएको छ, म धन्यवाद पनि दिन चाहन्छु र मुरी धन्यवाद दिन चाहन्छु। र अब यो अस्तिको जुन सदनमा माननीय ज्यूहरूले चाहिँ प्रश्न राख्नु भएको थियो, धेरैले राख्नु भएको थिएन, 7 जनाले राख्नु भएको थियो। 7 जना माननीयजीहरूले राख्नु भएको कुरा प्रश्न पनि थिएन, धेरैको चाहिँ एउटा सुझाव जस्तो थियो। त्यसको बारेमा म चाहिँ भन्न चाहन्छु। सबैभन्दा पहिलो कुरा माननीय गुरुप्रसाद बरालजीले भन्नुभएको थियो। उहाँले के भन्नुभएको थियो भने 10 वर्ष अगाडि यो 15औं 16औं हो कि 15औं त्यसमा चाहिँ योजनामा चाहिँ यो चाहिँ राखिएको थियो यसको कार्यक्रमहरू र 10 लाख चाहिँ रोजगारी सिर्जना गर्ने भन्ने किसिमको एउटा कागजी चाहिँ योजना चाहिँ राखिएको रहेछ। अब नेपालमा यो चाहिँ एउटा रोग जस्तै नै छ, धेरै कुराहरू कागजमा चाहिँ एकदम प्रष्टसँग राखिन्छ, मजासँग राखिन्छ, पढ्दाखेरि मजा नै आउँछ, तर व्यवहारमा लागू भएको छैन। र त्यो योजना 10 वर्ष अगाडि राखेको भए पनि यो चाहिँ यसमा लागू भएको थिएन। अनि उहाँले भन्नुभएको थियो नासको ऐन चाहिँ 2048 सालमा ल्याएको भन्ने छ पुरानो सरकारले। नास अहिले पनि जीवितै छ, चलिरहेको छ। तर सुरुमा जुन उद्देश्यले नासको स्थापना भएको थियो पछि आएर चाहिँ यही हो, कसैले वास्ता नगरेपछि बिग्रिन्छ, स्याहार सुसार गर्यो भनेदेखि सप्रिन्छ, कसैले वास्ता नगरेपछि बिग्रिन्छ। त्यसमा चाहिँ स्याहार सुसार नपुगेर यो नासले चाहिँ अलिकति बाटो बिराएको छ। यसलाई चाहिँ हामीले अगाडि बढाउनु पर्ने छ। त्यसकारणले नासलाई कसरी बढाउने भनेर मैले अस्तिको पटक शिक्षा मन्त्री हुँदाखेरि पनि नासमा नै गएर त्यहाँ चाहिँ को कार्यक्रममा मैले के भनेको थिएँ भनेदेखि 15 दिनभित्रमा यसलाई कसरी पुनर्संरचना गर्न सकिन्छ। खास गरी के छ त भन्दाखेरि खर्च त्यो चालु पुँजी चाहिँ धेरै छ अनि जुन पुँजीगत खर्च चाहिँ एकदम थोरै छ। योलाई चाहिँ एकदम ब्यालेन्समा ल्याउनुहोस्, यसको लागि पुनर्संरचना गर्नुहोस् भन्न मैले भनेको थिएँ। 15 दिनको समय दिएको, खोइ आउँदै आएन। अब आउँछ होला है, म मगाउँछु। त्यसको लागि नासलाई चाहिँ हामीले त्यसमा चाहिँ खास गरी गर्नुपर्ने कुरा के छ भन्दाखेरि नवप्रवर्तनलाई चाहिँ प्राथमिकता दिनुपर्नेछ। र मान्यज्यूले भन्नुभयो असोज 1 गते विज्ञान दिवस मनाउने भनेर जुन सुरु भएको छ, कति वर्ष भयो विज्ञान दिवस चाहिँ मनाउने छ, सरकार मनाइरहेको छ हरेक असोज 1 गते। र त्यो विज्ञान दिवस चाहिँ दिवस मात्रै मनाउने भएको छ। र पहिला एउटा 2टा दिवसमा त म पनि आएको थिएँ, त्यसपछि त आउने छोडेँ। किनभने दिवस मात्रै मनाएर विज्ञान तथा प्रविधिको विकास हुँदैन भन्ने मेरो मान्यता हो र त्यसलाई पनि हामीले के अरे सुधार गर्नु पर्नेछ। र अरू कुराहरू नीति नियमहरू बनाएको कुराहरू माननीयज्यूले राख्नु भएको थियो, जस्तो परमाणु नीति, यो राष्ट्रिय विज्ञान तथा नवप्रवर्तन नीतिहरू त बनाएको छ, 2-4वटा नीतिहरू बनाएको छ। तर त्यो नीति मात्रै बनायो, त्यसको कार्यान्वयन चाहिँ भएको छैन। अब त्यसलाई चाहिँ हामीले अगाडि चाहिँ बनाउनु पर्ने छ। र उहाँको अर्को सुझाव थियो पूर्वाधार विकासको लागि विशेष बजेट माग गर्दछु भन्न माग गर्नुभएको थियो सरकारसँग। र त्यसको लागि चाहिँ धन्यवाद छ। पूर्वाधार चाहिँ धेरै बनाउनु पर्छ।
यति थोरै थोरै पूर्वाधारले पुग्दैन र त्यो पूर्वाधारको लागि अब हामीलाई बजेट बनाउनु पर्नेछ, पर्याप्त बजेट। र उहाँले एउटा महत्त्वपूर्ण कुरा राख्नु भएको छ। महत्त्वपूर्ण के राख्नु भएको छ भने विज्ञान प्रविधिको कुरा अरू विकसित देशहरूले गर्छन् आविष्कार है, विज्ञान प्रविधिको आविष्कार अरू देशहरूले गर्छन्, हामीले गर्ने भनेको नवपरिवर्तन हो। यो चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो। जापानले पनि कुनै धेरै आविष्कार गरेको छैन, चाइनाले पनि धेरै आविष्कार गरेको छैन। आविष्कार गर्ने त अमेरिकाहरू, युरोपियन देशहरू, तिनीहरू हो नयाँ नयाँ चिजको आविष्कार गर्ने। र हामीले गर्ने भनेको नवपरिवर्तन हो। र खास गरी उद्योगमा, व्यवसायहरूमा गर्ने भनेको कसैले गरेको आविष्कारलाई नवपरिवर्तन गरेर त्यसलाई व्यवसायीकरण गर्ने, औद्योगिकरण गर्ने, व्यवसायीकरण गर्ने। र हामीले गर्ने पनि त्यही हो। यो कुरा सारा नेपाली जनताहरूले बुझ्नु पर्नेछ। तर मेरो दिमाग बिग्रेर मैले के राखेँ भन्दाखेरि राष्ट्रिय आविष्कार केन्द्र भनेर नाम राखेँ एउटा, त्यहाँ बनाउँदाखेरि है त्यो दिमाग किन बिग्रियो भने त्यति बेला इनोभेसनको नेपाली चाहिँ आएन क्या। इनोभेसनको नेपाली आएन। नेपालीको विज्ञहरूलाई सोद्धाखेरि एउटा नवपरिवर्तन भन्ने शब्द अहिले चाहिँ धेरैलाई थाहा छ, तर म राष्ट्रिय आविष्कार केन्द्र खोल्दाखेरि नवपरिवर्तन भन्ने शब्द धेरैलाई थाहै थिएन। त कसैलाई थाहा थिएन, प्रोफेसरहरूसँग सल्लाह गर्दा। त्यसकारणले त्यो नवपरिवर्तन केन्द्रलाई चाहिँ आविष्कार केन्द्र नाम राख्दाखेरि महावीर पुनले के आविष्कार गर्यो, यसले कबड्डी खलायो भनेर त्यो नाम आएको छ है। गर्ने चाहिँ हामीले आविष्कार पनि गर्ने हो। समय लाग्छ होला, कुनै जमानामा होला, कुनै समयमा होला, तर गर्ने भनेको चाहिँ के हो भन्दाखेरि कसैले गरेको आविष्कारलाई चाहिँ हामीले नव